नमस्ते, 안녕하세요. म कोरियन भाषा प्रशिक्षक मधुसूदन कुँवर। इपिएस भाषा परीक्षा सम्बन्धी विभिन्न विषयवस्तुहरू ल्याउने क्रममा आज यो सिरुम सम्बन्धी है नेपाली स्थानीय नाम कुस्ती भन्छ, अङ्ग्रेजीमा रेस्लिङ भन्छ। यो सम्बन्धी विषयवस्तु लिएर आएको छु है। बाहिरी कुरा केही बाहिरी कुरा पनि अध्ययन गर्नु जरुरी हुन्छ। विद्यार्थीहरूले धर्म सम्बन्धी च्याप्टर लगायतका यौन दुर्व्यवहार सम्बन्धी च्याप्टर परीक्षामा आउँदैन कि भनेर छोडेको पनि कता कता सुनिन्छ है। यसो नगर्नु होला। भाषासँग हामी जति समायोजन हुन सकियो, जति धेरै भाषासँग खेल्न सकियो, त्यति पास हुने सम्भावना पनि बढी हुन्छ है। अब समय छ भने हामी केही कुरालाई नछोडेर पढ्दा चाहिँ उपयुक्त हुन्छ है। अब हामी यो सिरुम सम्बन्धी हामीले केही विषयवस्तुहरू जान्छौँ है। सिरुम भन्छ, यो कोरियाको खेल हो, कुस्ती भन्छ है, कुस्ती। रेस्लिङ भन्छ, रेसुलिङ भन्छ है, रेसुलिङ, रेस्लिङ भनेको है। सिरुमुन, सिरुम चाहिँ सारामी दुई मान्छेहरूले मोरेफाने छ। यो मोरेफान भनेको कुस्ती खेल्नकै लागि स्पेसली कुस्ती खेल्नकै लागि बनाइएको मैदान हो है। बालुवाहरू राखेर बनाइएको जुन मैदान हुन्छ त्यसलाई चाहिँ मोरेफान भन्छ। सरोए एक आपसमा हरित्ती, कम्बरपेटी भनेको है। अब यहाँ चाहिँ कम्बरपेटी देखिया छैन तर कम्बरपेटी लगाउने गर्छन्। हरित्तिरुल थापको समातेर, अब यो कम्बरपेटीलाई सातबा भन्छ है। कम्बरमा लगाउने जुन पेटी हुन्छ त्यसलाई सातबा भन्छ। समातेर हिमगुवा खिसुरुल है, त्यसमा बल पनि आवश्यक पर्यो है। बल पनि चाहिन्छ र खिसुल बल मात्र भएर हुँदैन, सिप पनि चाहिन्छ। दुवै प्रयोग गरेर खेरुदा भने खेरुनुन भनेको छ है। यो खेरुदा भनेको प्रतिस्पर्धा गर्नु। खेरुदा भनेको के हो त? प्रतिस्पर्धा गर्नु, प्रतिस्पर्धा, प्रतिस्पर्धा गर्नु है। खेरुनुन प्रतिस्पर्धा गरिने हाङ्गुगे कोरियाको छन्थोङ परम्परागत मिन्सोक सोफुसु हेम्निदा परम्परागत लोक खेल हो भन्छ है। सोफुसु भनेको लोक खेल, लोक खेल हो। साङ्देबाङे मोम इल्बुगा मन्ज ताङे थाद्दोरोक भन्छ है। विपरीत व्यक्तिको शरीरको एक भागलाई पहिला जमिनमा, थाद्दोरोक भनेको छ छुने गरी, यो थात्था भनेको छुनु है, छुनु। नमतुरिमेन लडाइदियो भने है। नमतुरिदा भनेको ढाल्नु, लडाउनु भन्ने हुन्छ है। नमतुरिदा भनेको पछार्नु है, पछार्नु, लडाउनु, लडाउनु है। लडाइदियो भने सुङ्नी हाम्निदा जित्ने गर्छ, विजय प्राप्त गर्छ भन्छ। सुङ्नियादा भनेको जित्नु है। अब हेर्नु त, सिरुमुन थु सारामी दुई मान्छेहरूले मोरेफाने छ। यो मोरेफान भनेको बालुवाको मैदानमा है। त्यो मैदानमा सरोए एक आपसमा हरित्ते सातबारुल छापको हिमगुवा खिसुरुल खेरुनुन हाङ्गुगे छन्थोङ मिन्सोक सोफुसु हेम्निदा भनेको छ है। बल र सिपको प्रयोग गरी प्रतिस्पर्धात्मक रूपमा खेलिने कोरियाको परम्परागत लोक खेल हो। विपरीत व्यक्तिको शरीरको एक भागलाई चाहिँ पहिला जमिनमा छुने गरी ढाल्न सकियो भने विजय प्राप्त गर्न सकिन्छ भन्छ है। जो व्यक्तिले अर्को व्यक्तिलाई भुइँमा पछार्छ त्यो व्यक्तिले जित्ने गर्छ भन्छ है। पछारिएको व्यक्तिले चाहिँ हार्ने गर्छ। मोमे छुङसिमुल नाच्छुगो ख्युयाङ्गुल युजिहानुन गसी छुङ्यो हाम्या भनेको छ है। शरीरको केन्द्राइ है, छुङसिमुल नाच्छुगो भनेको छ है। शरीरको जुन ढल्काइ हुन्छ त्यसलाई कम गर्ने भनेको है। र ख्युयाङ्गुल युजिहानुन गसी ब्यालेन्स गर्ने कुरा है। ख्युयाङ्गुल युजियादा भनेको सन्तुलन कायम गर्नु, सन्तुलन। ख्युयाङ भनेको सन्तुलन, युजियादा भनेको कायम गर्नु। शरीरको सन्तुलन कायम गर्ने कुरा चाहिँ यसमा महत्त्वपूर्ण हुन्छ भन्छ है। शरीरलाई अलिकति ढल्काइदियौँ भने चाहिँ विपरीत व्यक्तिलाई भुइँमा पछार्न सजिलो हुन्छ। त्यसैले शरीरको सन्तुलन कायम गर्ने कुरा चाहिँ यहाँ महत्त्वपूर्ण हुन्छ, महत्त्वपूर्ण कुरा हो। र थायाङ्गान विभिन्न प्रकारका छाप्की समात्ने, मिल्गी धकेल्ने, नम्गी भनेको पछार्ने, लडाउने, लडाउने है। खिसुरी सायोङ हाम्निदा आदि सिपहरूको प्रयोग गरिन्छ। एरोबुत्थ म्याङ्जलगुवा खुन हेङसाएछ प्राचीन कालदेखि म्याङ्जल र विभिन्न चाडपर्वहरूमा है, चाडपर्व र कार्यक्रमहरूमा छुल्ग जेसुम्य
रमाउँदै खेल्दै आइरहेको यो खेल नाम न्य नोसो भनेको छ है। पुरुष महिला वृद्ध बालबालिका जो कहिले पनि भनेको है। नाम भनेको नाम्जा, न्य भनेको महिला, नो भनेको नोइन वृद्ध, अनि सो भनेको बालबालिका। पुरुष महिला वृद्ध बालबालिका नुगुना जो कहिले पनि छामे हाल्सो इन्नुन सहभागी हुन सक्ने खुक्मिन कोरियाको के अरे खुक्मिन राष्ट्रिय सोपुसुरो खेलको रूपमा चाहिँ यी अज्य ओगोए सुमिदा अवलम्बन गर्दै आइरहेको छ भन्छ है। कोरियाको खेल है राष्ट्रिय खेलको रूपमा चाहिँ यो अवलम्बन गर्दै आइरहेको छ भनेको छ है। अब हेर्नु त सिरुमुन थु सारामी मोरे फानेस सरोए हरितिरुल छापको हिमको आखि सिरुल खेरुनुन हाङ्गुगे छन्थोङ मिन्सोक सोपुसु हिम्निदा भनेको छ है। यो सिरुम भनेको चाहिँ दुईजना मान्छेहरूले कुस्ती खेल्ने मैदानमा एकापसको कम्बर पेटीलाई समातेर बल र सिपको प्रयोग गरी प्रतिस्पर्धात्मक रूपमा खेलिने कोरियाको परम्परागत लोक खेल हो। चाङदे बाङे मोम इल्बुगा मञ्च ताङे थाद्दोरोक नमतोरी म्यानसुङ न्यामिदा भनेको छ है। विपरीत व्यक्तिको शरीरको एक भागलाई पहिला भुइँमा लडाउने गरी लडाउन सकियो भने विजय प्राप्त गर्न सकिन्छ। मोमे छुङसिमुल नाच्छुगो ख्युयाङ्गुल युजी आनुन गसी छुङ्या हम्या भनेको छ है। शरीरको ढल्काइलाई कम गरेर ब्यालेन्स गर्ने कुरा चाहिँ महत्त्वपूर्ण मानिन्छ र थायाङ्गान छाप्की वा मिल्गी नम्गिगी खिसुरी सायोङ हामीदा विभिन्न प्रकारका समात्ने धकेल्ने है अनि लडाउने जस्ता विभिन्न प्रकारका सिपहरूको प्रयोग गरिन्छ। हेरोबुत्थ म्याङ्जलवा खुन हेङ्साएछ प्राचीन कालदेखि म्याङ्जल चाडपर्व र विभिन्न कार्यक्रमहरूमा शुल्क जसुमा मनाउँदै आइरहेको यो खेल खेल्दै आइरहेको यो खेल नाम्य नोसो पुरुष महिला वृद्ध बालबालिका नुगुना जो कोही पनि छामी हाल्सो इन्नुन सहभागी हुन सक्ने खुक्मिन सुपोछुरो राष्ट्रिय खेलको रूपमा यी अज्य औगै सुनिदा अवलम्बन गर्दै आइरहेको छ भनेको छ है। सिरुम कोरियाली परम्परागत कुस्ती दुईजना प्रतिस्पर्धीले बालुवामाथि उभिएर एकअर्काको कम्बर पेटी यही सातबा समातेर शक्ति र सिपको प्रतिस्पर्धा गर्ने खेल हो। प्रतिद्वन्दीको शरीरको कुनै पनि भाग पहिला भुइँमा छुन जाने गरी फाल्न सके विजय प्राप्त गर्न सकिन्छ। शरीरको सन्तुलन तथा शरीरको झुकाइ कम गरी समात्ने धकेल्ने तथा फाल्ने प्रक्रियाहरू महत्त्वपूर्ण मानिन्छ। यो खेल परम्परादेखि चाडपर्व र ठुला कार्यक्रमहरूमा खेलिँदै आइरहेको छ र आज पनि सबै उमेरका मानिसहरूले रमाएर खेल्ने लोकप्रिय राष्ट्रिय खेलको रूपमा अवलम्बन गर्दै आइरहेको छ भनेको छ है। ल अब बुझ्नु भयो कि भएन? यदि बुझ्नु भएन भने फेरि त्यसलाई पज गरेर अघिबाट हेर्न सक्नुहुन्छ है। एक एक गरी मिनिङहरू टिपेर यहाँहरूले फेरि पनि दोहोऱ्याएर हेर्न सक्नुहुन्छ है। ल खाम्सा हाम्निदा यहाँहरूले आफ्नो पढाइलाई निरन्तर दिने प्रयास गर्नु होला, निरन्तरता दिने प्रयास गर्नु होला है। जति सक्दो अध्ययन गर्ने प्रयास गर्नु होला है। बाहिरी कुरा पनि केही कुरा हेर्ने बानी बस्यो भने हामीलाई भाषामा समायोजन हुन सजिलो हुन्छ है। ल धन्यवाद। खाम्सा हाम्निदा।